होइन भाइरल बहिनीलाई भेट्नु चाहिँ म पनि आएँ तर यहाँ बहिनीलाई चाहिँ मैले राम्रै देखेर भेट्नु आएको होइन म आफ्नै छोरी जस्तो सम्झेर आएको यहाँनिर किनकि कसैको छोरीलाई पनि हामीले आफ्नै छोरी जस्तो सम्झिनुपर्छ र यहाँ हाम्रो भाइरल बहिनीलाई चाहिँ मैले चाहिँ आफ्नो छोरी जस्तै लागेर चाहिँ हेलो साथीहरू मलाई चाहिँ अन्यथा नसम्झिनुस् अरे म चाहिँ छोरी सम्झेर आएको अरे अरूको छोरी पनि आफ्नै छोरी सम्झिनु अरे क्या र हाम्रो सर पनि आइपुग्नु भयो सबैले बुझिसक्नु होला कोचले भन्नुभएको भनेर है र अहिले त्यही हो सुन्तला 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 कान पाकिसक्यो है र हाम्रो सर पनि आउनु भएछ है र उहाँले नै भन्नुभएको मलाई अन्यथा नसम्झिनुहोस् म चाहिँ आफ्नो छोरी सम्झेर आएको अरूको छोरी पनि आफ्नै छोरी सम्झिनु अरे होइन अब त्यो 35वटा दोकान छोडेर चाहिँ उहाँले उसलाई नै देखेछ छोरी आफ्नो छोरी जस्तो तर बिचारा उनीहरू पनि त थियो लाइनमा 35वटा दोकान बाद मात्रै उसको दोकान हो नि त होइन आम्मा बिचारा उसको दोकानमा नकिनिदिनु भनेको होइन गाइज मैले सबैको दोकानमा किनिदिनुपर्छ है सबैलाई सपोर्ट गर्नुपर्छ उहाँले भन्नुभएको छ भाइरल भएको केटीलाई चाहिँ अझै भाइरल गर्नुपर्छ अरे है भाइरल भएको केटीलाई चाहिँ अझै भाइरल गर्नुपर्छ अरे अन्त बिचारा त त्यो उनीहरू चाहिँ त्यो 35वटा दोकानहरू चाहिँ उनीहरूलाई पनि सपोर्ट गर्नु पऱ्यो नि त सपोर्ट गर्नुपर्छ अरे उसलाई होइन सपोर्ट गर्नुपर्छ सबैलाई गर्नु पऱ्यो नि त है गाइज र बिचारा हेर्नुहोस् अरूहरूको घरमा चुल्हाहरू जलेको छ कि छैन प्लिज सोचेर गाइज सोचेर किनिदिनुहोस् तपाईँहरू है विचार गरिदिनुहोस् 35वटा दोकान अगाडि पनि छ पछाडि पनि छ है त्यो हेरेर किनिदिनुहोस् सबैलाई सपोर्ट गरिदिनुहोस् हाम्रो नेपालीलाई सपोर्ट गर्छ भन्नुभएको छ है तर एकैजनालाई मात्रै होइन है गाइज है सबैलाई सपोर्ट गर्नुपर्छ है गाइज ल ओके गाइज यति भन्नु नै आएको र सर गल्ती भयो भने माफ गरिदिनुहोस् है सर र सबैजनाले सपोर्ट गरिदिनुहोस् है गाइज विचार सबैजनालाई सपोर्ट गरिदिनुहोस् नेपालीले नै सपोर्ट गर्नुपर्छ जय गोर्खा।